महिलाहरूको व्हाइट भेजाइनल डिस्चार्ज सेतो पानी बग्ने सामान्य कि कुनै रोगको कारणले। नमस्ते, मेरो नाम महेश ओली, महेश हेल्थ केयर एन्ड प्याथोलोजी छिन्चु। आज हामी महिलाहरूको सेतो पानी बग्नेको बारेमा कुराकानी गरौँ। भिडियोलाई अगाडि बढाउनुभन्दा पहिले तपाईँले यो हाम्रो कुनबाट हेर्दै हुनुहुन्छ, यदि फेसबुक र टिकटकबाट हेर्दै गर्नुहुन्छ भने फलो गर्नुहोला हाम्रो च्यानललाई। यदि युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला है त। व्हाइट भेजाइनल डिस्चार्ज भनेको के हो? सबभन्दा पहिले यो बुझौँ। योनिबाट बग्ने सेतो र सफा, जसलाई हामी डिस्चार्ज भन्छौँ, त्यो सामान्य कुरा हो। यो चाहिँ कोशिका र ब्याक्टेरियाले बनेको हुन्छ। यसले योनिलाई सफा र स्वच्छ तथा संक्रमणबाट बचाउन मद्दत गर्छ। तर यसको रंग, गन्ध, बनावट र मात्रामा यदि परिवर्तन आयो भने यो चाहिँ सामान्य संकेत होइन। सामान्य अथवा नर्मल डिस्चार्ज कस्तो हुन्छ त? नम्बर 1, रङ कस्तो हुनुपर्छ त्यसको भन्दाखेरि सेतो अथवा दुधे सेतो यस्तो रङ छ भने सामान्य हो। नम्बर 2, गन्ध हल्का हुन सक्छ तर धेरै नराम्रो हुनु। नम्बर 3, बनावट यसको पातलो, बाक्लो र टाँसिने हुन सक्छ र यसमा चाहिँ महिनावारीको चक्र अनुसार फरक पनि हुन्छ। नम्बर 4, मात्रा। यसको हरेक व्यक्तिको मात्रा फरक हुन सक्छ, तर गर्भावस्था, गर्भनिरोधक शक्ति खाएको बेला र ओभुलेसनको टाइममा चाहिँ यसले असर गर्छ है त।